सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छैन। मुलुक परिवर्तनको यात्रामा कसले गर्देला भनेर कुर्ने होइन, विकल्प कुर्ने होइन, विकल्प बन्ने हो। केही साथीहरू तयार गर्नुहुन्छ। आफू जान नपाए पनि घरमा फोन गरेर भोट घन्टीमा हाल्नु होला भन्नुभएको छ तपाईँले। तपाईँको कर्मभूमिमा उभिएर जन्मभूमिको एउटा सन्देश सुनाउन चाहन्छु कि समृद्ध नेपालको यात्रा अब भाषण होइन कर्ममा प्रमाणित हुँदैछ। त्यसैले तपाईँले घर घरमा बाबामाहरूलाई अब अन्त होइन घन्टीमा भोट हाल्नुहोस् भनेको तपाईँको वचन खेर फाल्न नदिने जिम्मा हाम्रो। जनतासँग लुकेर छलेर भागेर हिँड्ने नेता होइन, आँखामा आँखा जुदाएर हिँड्न सक्ने नेता बन्न सक्छ। र कुनै दिन अब चाँडै नै म आफ्नो देश फर्कनु पर्नेछ, अब म देश नै केही गर्न सक्छु भन्ने गरी तपाईँलाई त्यो वातावरण बनाउने यात्राको सुरुवाती बिन्दुमा हामी छौँ। त्यसैले आज परदेशमा बसेर तपाईँले आर्जन गर्नुभएको सिप देशमा काम लाग्नेछ। तपाईँले आर्जन गर्नुभएको पैसा देशमा लगानी गर्न काम लाग्नेछ। फजुल खर्च नगर्नु होला, आफ्नो स्वास्थ्यको ध्यान दिनु होला, किनकि एक दिन फर्केर मातृभूमि जानुपर्नेछ। आउने स्थानीय चुनावमा यही हलमा भएका कयौं साथीहरू उम्मेदवारको रूपमा जितेर आउने त होइनन्। म यहाँ देखिरहेको छु। देशसँग जोड्ने यो सिलसिला कायम रहोस्, राष्ट्रपा परिवार विस्तृत बनोस्, मुलुकका लागि केही गर्ने दिन चाँडै आउँदैछ। त्यसैले प्रतीक्षा गर्नुहोला, साथमै रहनुहोला। हामीले केही खराब गलत गर्यौँ भने, केही हामीबाट कमजोरी भयो भने यहाँहरूले सल्लाह सुझाव विभिन्न माध्यमबाट दिनुहोला। हामी तपाईँको शिर निहुराउने कुनै पनि गलत काम गर्ने छैन। म तपाईँहरूलाई वाचा गर्न चाहन्छु। केही बिग्रिएको हिसाब रहेछ भने मिलाउन र नयाँ हिसाब र नयाँ खाता खोल्नको निमित्त हामी आएका छौँ। र त्यो खाता अब खुल्ने त्यो खाता केवल खाता हुने छैन, मुलुक निर्माणको खाका हुनेछ। त्यो खाकामा सँगसँगै सहयात्रा गर्नको निमित्त हामी आएका छौँ। सम्मानित रूपमा अगाडि बढ्ने एउटा प्रतिबद्धताका साथ हामी यहाँ आएका छौँ। त्यसैले यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूसँगको भेटलाई निरन्तरता प्रदान गर्नेछु। यति लामो समय तपाईँहरूले कुर्नुभयो, झन् आज पानी परेको हुनाले कतिलाई आउन पनि गाह्रो भयो होला। मलाई थाहा छ तपाईँहरू एउटा आशा एउटा भरोसा बोकेर आउनुभएको छ। अझै पनि तपाईँको आँखामा देशमा अब चाहिँ केही हुन्छ कि भन्ने कुराको भरोसा देखिएको छ। नआत्तिनु होला। हामी सरकार सञ्चालनको सुरुवाती दिनमा छौँ। हामीले गर्नुपर्ने काम बाँकी नै छ। हामी बाहेक सबै प्रतिपक्ष भएको